त्यसैले हामीले शिक्षाहरू यहाँ हेर्दै आएका छौँ। हामीले यहाँ अनन्त अवस्थाको बारेमा यहाँ हेरेका थियौँ अनि त्यो जेम्स वाइटले त्यो भन्नुभएको त्यो शिक्षाको नाम चाहिँ टोटल एनेलिएसन भन्ने हो, पूर्ण रूपले नष्ट हुने। कतिले चाहिँ भन्छन् नरकमा परेपछि चाहिँ अस्तित्व नै जान्छ भनेर, पुरै नष्टै हुन्छ भनेर। तर त्यस्तो खालको नष्ट प्रभुले भन्नुभएको होइन। अनि हामीले हेरेका थियौँ हामी शारीरिक रूपमा मरेपछि चाहिँ तुरुन्तै चाहे प्रभुको उपस्थितिमा पुग्छौँ या नरकमा पुग्छ होइन। अनि कतिले चाहिँ यसरी भन्छ त्यो सुत्यो भन्ने त्यो शब्द लिएर प्राण सोल स्लिप भन्छ अङ्ग्रेजमा चाहिँ सोल स्लिप, प्राणको निन्द्रा भनेर भन्नाले चाहिँ होसै नहुने गरी त्यतिकै रहन्छ अरे अनि त्यसपछि बिउ जाइन्छ भनेर। तर बाइबलले त्यो सिकाएको हुँदैन। अनि यहाँ दानियल 12मा हामी एकैछिन जाउँ है। दानियल 12को 13 यहाँ दानियल चाहिँ प्रतिनिधिको रूपमा यसरी रहेको हामी बुझ्न सक्छौँ। पुरानो नियमका पवित्र जनहरू मण्डलयुग बाहिर रहेका पवित्र जनहरूको प्रतिनिधिको रूपमा। अनि यहाँ भनिएको थियो तर तिमी चाहिँ अन्ततिर आफ्नो बाटो लाग किनकि तिमीले विश्राम लिनेछौ भन्नाले मरेर चाहिँ हुने विश्राम र ती दिनहरूको अन्तमा आफ्नो भागमा खडा हुनेछौ। अनि ती दिनहरूको अन्त भनेको चाहिँ हामीले यहाँ अगाडि हेऱ्यौँ भने यहाँ 1335 दिनको पनि छ, त्यसपछि 1290 दिनको पनि छ। सङ्कष्टकाल चाहिँ 1260 दिन हो। त्यसै सङ्कष्टकाल कटेको यो समयको बिन्दुहरू हामीलाई बताएको छ। बाइबलले प्रश्न गरे किन सङ्कष्टकाल चाहिँ सङ्कष्टकालको आधी भाग पछिल्लो आधी भाग चाहिँ 1260 दिन हो। तर यहाँ 90 को कुरा छ, एक महिना अझ कट्यो होइन। अनि त्यसपछि चाहिँ के भनेको छ अरे 290 होइन 90 दिन 90 दिन। अनि त्यसपछि चाहिँ 1335 त्यो भनेको चाहिँ 335 भनेको चाहिँ 1335 चाहिँ कति दिन कटेको अरे 60 बाट चाहिँ 35 होइन 45 अझै कटेको होइन 90 भन्दा 45 अथवा एक महिना आधी होइन अझ कट्यो 90 भन्दा चाहिँ होइन। त्यसैले एक महिना अनि त्यसपछि एक महिना आधी। अब यो बाइबलले प्रश्न गरी बताएको छैन तर सङ्कष्टकाल कटेर चाहिँ सायद शुद्ध पारिने कुरा हुन्छ होला। धेरै क्षति हुनेछ, नष्ट भएको अशुद्ध भएको शुद्ध हुने अनि त्यसपछि 1000 वर्षको तयारी अझ थप एक महिना आदि होइन। त्यसरी हामी बुझ्न सक्छौँ 1000 वर्षतिर जाने क्रममा। अनि यी दिनहरूको अन्त्यमा चाहिँ त्यहाँनिर चाहिँ खडा गराइने कुरा गर्नुभएको मतलब चाहिँ सङ्कष्टकाल कटेर होइन 1000 वर्षको ठिक अघि। अनि यहाँ प्रकाश 20मा हामी एकछिन जाउँ। प्रकाश 20मा मैले यहाँ दुईवटा समूहहरूलाई यहाँ याद गराउन चाहेको छु। अनि खास गरी प्रकाश 20मा गएमा हामी यहाँ पुरै नै पढौँ। यहाँ 6 चोटि चाहिँ 1000 वर्षको कुरा भनेको छ, 6 पटक। अनि हामी यो मण्डली वाचकको कुरा यसरी गर्नेछौँ। आज जति हामी हेरौँ धेरै जसो चाहिँ यो पालि हेरिन्छ, अर्को शनिबार हामी टुङ्गो गर्न पनि सक्छौँ है हतार नगरिकन। अनि किनकि यो हामी समय लिएर हामी हेर्दैछौँ हेर्नु पनि पर्छ। अनि यहाँ 20 अध्याय या 19 अध्यायमा चाहिँ ख्रीष्टको आगमन हो। यो 7 वर्षको अन्त्यमा नै उहाँको आगमन। अनि त्यसपछि यहाँ 2 पददेखि 6 पदसम्म अथवा 7 पदसम्म चाहिँ हरेक पदमा चाहिँ 1000 वर्ष भन्दै गइरहेको है। त्यसैले सङ्कष्टकालको अन्त्यमा ख्रीष्टको आगमन 19 अध्यायमा भएपछि यहाँ 1000 वर्षको सुरु हुन्छ। अनि यहाँ हेर्नुहोस् 20 अध्यायको 1 पदमा अनि मैले एउटा स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेका देखेँ जसको हातमा अथाह कुण्डको चाबी र एउटा ठुलो साङ्लो थियो। यो अथाह कुण्ड चाहिँ दुष्ट आत्माहरू थुनिने ठाउँ हो। अहिले पनि अथाह कुण्डमा कति चाहिँ थुनिएको भनेर बताएको छ।
आखिर चाहिँ सङ्कष्टकाल कतेर शैतान र यहाँ पृथ्वीमा रहेका सबै दुष्ट आत्माहरू चाहिँ थुनिन्छ। यो मुक्ति नपाएकाहरू पर्ने ठाउँ होइन, अथाकुण्ड छुट्टै छ है। अनि यहाँ भनेको छ 2 पदमा, अनि तिनले त्यस अजिङ्गरलाई, त्यस पुरानो साँपलाई पक्रे जो डियाबोलस र शैतान हो, अनि त्यसलाई 1000 वर्षका लागि बाँधे, अनि त्यसलाई अथाकुण्डमा फ्याँकिदिए र त्यसलाई थुनिदिए। अनि 1000 वर्ष अनि शैतानको साथसाथ सबै दुष्ट आत्माहरू चाहिँ थुनिनेछन्। 1000 वर्षको अवधिमा उनीहरूको कार्य हुने छैन। अनि 1000 वर्ष पुरा नहुन्जेल त्यसले अब उसो जाति जातिलाई धोका नदेओस् भनेर तिनले त्यसमाथि छाप लगाइदिए। अनि यी कुराहरू पछि त्यो थोरै समयका लागि छोडिनु पर्छ। 1000 वर्षको अन्त्यमा फेरि छोडिन्छ। अनि अन्तिम न्याय शैतानको र सबै हराएकाहरूको पनि अन्तिम न्याय हुन्छ। नरकमा परेकाहरू पनि फेरि यहाँ ल्याएर है सेतो महान सिंहासन जसको बारेमा हामीले 20 अध्यायको अन्त्यमा हेर्यौं। अनि यहाँ 4 पदमा याद गर्नुहोस्, अनि मैले सिंहासनहरू देखेँ, अनि उनीहरू तीमाथि बसे र न्याय उनीहरूलाई दिइयो। यो चाहिँ हामी एउटा समूहको यहाँ बुझ्न सक्छौं, जुन चाहिँ यहाँ मण्डलीकाहरू पनि हामी यहाँ बुझ्न सक्छौं। त्यसपछि दोस्रो समूहको कुरा चाहिँ यहाँ छुट्टै सङ्कष्टकालकाहरू अनि यहाँ हामी बुझ्न सक्छौं मण्डली युग पाएर, किनकि हामी पनि यहाँ हाम्रो चाहिँ यहाँ उल्लेख भएको हामी यहाँ अगाडिको भागमा सम्झन सक्छौं। अनि मैले तिनीहरूका प्राणहरूलाई देखेँ, यहाँ अरूको भनेको यहाँ बुझ्न सक्छौं, जसका शिर यसको गवाई र परमेश्वरको वचनको कारणले काटिएका थिए। अनि भन्दै यहाँ सङ्कष्टकालकाहरूको यहाँ बयान छ। अनि त्यसपछि यहाँ 4 पदको अन्त्यमा हेर्नुहोस्, अनि तिनीहरू जीवित भए र ख्रीष्टसँग 1000 वर्षसम्म राज्य गरे। त्यसैले मण्डली युगका पवित्र जनहरूको उल्लेख यहाँ अगाडिपट्टि हामी बुझ्न सक्छौं। अनि पछाडि सङ्कष्टकाल र अरू यहाँ प्रभुका जनहरू। अनि तर बाँकी मरेकाहरू 1000 वर्ष पुरा नहुन्जेल फेरि जीवित भएनन्। यो चाहिँ पहिलो भौरी उठाइ हो। बाँकी चाहिँ मुक्ति नपाएकाहरू मात्रै नभौराइने हामी बुझ्न सक्छौं। यो चाहिँ पहिलो भौरी उठाइ रे। अनि यो चाहिँ 1000 वर्षको सुरुवातमा हुने कुरा छ। अनि मण्डली युगका भौरी उठाइ चाहिँ कहिले हुन्छ? सङ्कष्टकालभन्दा अगाडि, पछाडि होइन। तर त्यो पहिलो भौरी उठाइ चाहिँ हामीले यसरी फरक फरक चरणमा हुन्छ भनेर बुझ्न सक्छौं। हाम्रो पनि पहिलो भौरी उठाइ है र्याप्चरमा हुन्छ। अनि 1000 वर्ष अब सुरु हुनु अगाडि पनि हुन्छ। यो 2 चरणको रूपमा हामी बुझ्न सक्छौं है पहिलो भौरी उठाइ भनेर एउटै भौरी उठाइ मात्रै भनेर हामीले बुझ्नु भएन है पवित्र जनहरूको। अनि त्यसपछि यहाँ 6 पदमा, यस पहिलो भौरी उठाइमा जसको भाग हुन्छ ऊ धन्य र पवित्र हो। यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पुजारीहरू हुनेछन् र उहाँसित 1000 वर्षसम्म राज्य गर्नेछन्। अनि 1000 वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ। त्यसपछि चाहिँ अन्तिम विद्रोह हुन्छ 1000 वर्षको अन्त्यमा है। अनि सङ्कष्टकालपछि 1000 वर्ष। अनि त्यसैले त्यो देख्छौं। अनि त्यसैले यहाँ कति प्रोटेस्टेन्ट चर्चहरूमा पनि यहाँ मण्डलीमा चाहिँ फरक फरक अधिकारकाहरूलाई चाहिँ तहको रूपमा यसरी गरेको हुन्छ। खास म पनि पहिला पृष्ठभूमिमा चाहिँ एल्डर छुट्टै हुन्छ, पास्टर छुट्टै हुन्छ, अनि डिकन, अनि स्त्रीहरू पनि एल्डर या त्यो डिकनको पद लिएको हुन्छ। तर हामीले अघि हेरे चाहिँ प्राचीन एल्डर अनि अध्यक्ष अथवा बिशप र पास्टर चाहिँ सब एउटै हो है, एउटै पदको फरक फरक शीर्षक हो। अनि पास्टर भन्ने शब्द चाहिँ सबभन्दा चल्ने भएको हो, तर यहाँ सब एउटै भन्ने हामी देख्छौं। त्यसैले यहाँ हामीले एफएसी 4 मा हेरे चाहिँ सबै अङ्गलले चाहिँ काम गर्नुपर्छ है, अगुवाहरू मात्रै होइन, ईश्वरीय अगुवापनमा रहेर चाहिँ सबैले आफ्नो दान प्रयोग गर्नुपर्छ। अनि पुरा भरेको मानिस त्यो आत्मिक परिपक्वताको ठाउँमा हामी पुग्नुपर्छ। मण्डली रूपले पनि, व्यक्तिगत रूपमा पनि आत्मिक परिपक्व भन्ने कुरा हुन्छ होइन, शारीरिक रूपमा पनि हुन्छ, आत्मिक रूपमा पनि नयाँ जन्म पाएपछि। अनि मण्डली रूपमा पनि सँगै मिलेर त्यो पुरा भरेको आत्मिक परिपक्वता
को अवस्थामा हामीले पुग्नुपर्छ है। एउटा मण्डली पढेको मण्डली नपढेको मण्डली त्यस्तो हुन्छ है, पक्का भएको पक्का नभएको। अब सिद्धतासम्म त पढ्दै जाने हो, तर आत्मिक परिपक्वतामा हामीले पुग्नुपर्छ। अनि त्यसैले त्यहाँ हामी स्वतन्त्र भन्ने कुरामा यो सम्प्रदायहरू तपाईहरूले कति चाहिँ त्यस्तो हुँदैन। जस्तो कि अमेरिकामा चाहिँ सदर्न ब्याप्टिस्ट चर्च भन्ने हुन्छ, त्यो सम्प्रदाय हो। उनीहरू चाहिँ सब सदर्न ब्याप्टिस्ट चाहिँ एउटा समूहमा रहेको हुन्छ। उनीहरूको चाहिँ केन्द्र पनि हुन्छ, हेड अफिस जस्तो होइन। अनि त्यहाँबाट जे निर्णय हुन्छ सबै मण्डलीहरूले पछाउनु पर्छ। त्यस्तो सिस्टम हाम्रो होइन। अनि बाइबलीय नै स्वतन्त्र हुनु, ख्रिस्ट नै शिर हुनुहुन्छ। यो मण्डली यहाँ स्थानीय तरिकाले चल्ने हो। फलानो कतै शिरबाट अथवा केन्द्रबाट चाहिँ के निर्णय दिएपछि हामीले पनि पछाउनु पर्ने त्यस्तो होइन। अनि भेटीहरू पनि त्यहाँ केन्द्रमा दिइन्छ। अनि त्यो सेन्टरबाट चाहिँ यसरी बाँडिन्छ पनि मिसनरीहरू अनि त्यस्तो कुरामा अरूलाई पनि है, सेवकहरू अथवा के सेवाको लागि। तर स्थानीय तरिकाले चाहिँ यहाँ मण्डली चाहिँ चल्ने हो। ख्रिस्ट चाहिँ शिर हुनु भएर है, स्थानीय अगुवाहरू को मुनि रहेर। अनि त्यसैले हामी यहाँ अरू कुराहरू यहाँ हेर्दै जाउँ। त्यसैले हामीले हेरौँ यहाँ प्रबन्धहरूको विषयमा। म यहाँ यो कति पदहरू यो हामीले जस यो छानिएको हो। अनि त्यसैले अलिक गएर पनि हेरौँ। यो अघि उल्लेख भएको पनि यो 1000 वर्षको समयमा त्यो बदलिने अवस्था। यहाँ यशाया 11 मा हामी जाउँ। यशाया 11, यशाया 11 को 1 देखि 9। यशाया 11 को 1 देखि 9। अनि हामी यसै चाहिँ अझ चिसो पारिदिन सकिन्छ कि? 11 को 1 देखि 9 यहाँ यसरी भनेको छ। अनि ईसाईको ठुट्टाबाट एउटा टुसा निस्कनेछ। येशू ख्रिस्टको कुरा गरेको। ईसाई चाहिँ दाउदको बुवा, अनि यहाँ दाउदको वंशको कुरा गरिएको हो। अनि तिनका जराहरूबाट एउटा हाँगा पलाउनेछ। येशू ख्रिस्ट त्यो वंशबाट आउनुभएको, दाउदको अथवा ईसाईको। अनि परमप्रभुको आत्मा उहाँमाथि बसिरहनु हुनेछ। येशू ख्रिस्टको कुरा हो। बुद्धि र समझको आत्मा, सल्लाह र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको डरको आत्मा। अनि परमप्रभुको डरमा उहाँ आनन्द लिनुहुनेछ। अनि आफ्ना आँखाको दृष्टि अनुसार उहाँले न्याय गर्नुहुने छैन। उहाँले सबै कुराहरू जान्नुहुने भएकोले हेरेर मात्रै न्याय गर्नुहुन्न, न त आफ्ना कानले सुने अनुसार फैसला गर्नुहुनेछ। उहाँ सब जान्नुहुनेछ। तर धार्मिकता साथ उहाँले गरिबहरूको न्याय गर्नुहुनेछ र निष्पक्षतामा पृथ्वीका नम्रहरूको फैसला गर्नुहुनेछ। अनि उहाँले पृथ्वीलाई आफ्नो मुखको डन्डीले हिर्काउनुहुनेछ र आफ्ना ओठहरूको सासले दुष्टलाई मार्नुहुनेछ। अनि धार्मिकता उहाँको कम्मरको पेटी हुनेछ र विश्वास योग्यता चाहिँ उहाँको जाँघको पटुका हुनेछ। अनि बाँसो भेडाको पाठासँग बस्नेछ। प्रभुले यसरी आएर शासन गर्नुहुने कुरा गरेको 1000 वर्षमा है। अनि चितुवा बाख्राको पाठासँग लेट्नेछ। अनि बाछा, जवान सिंह र पालेको पशु एकसाथ बस्नेछन्। अनि एउटा सानो केटाले तिनीहरूलाई दोर्याउनेछ। अनि गाई र भालु सँगै चढ्नेछन्। तिनीहरूका बच्चाहरू एकसाथ लेट्नेछन्। अनि सिंहले गोरुले चाहिँ के खानेछ रे? पराल। भने सिंहले चाहिँ अब मासु खान्छ, तर यतिखेर चाहिँ पराल खाने भनेर भनेको ख्रिस्टको राज्यमा। दूध चुस्ने बच्चा साँपको दुल्लाको छेउमा खेल्नेछ। अनि दूध चुराइएको बालकले विषालु साँपको बिलमा हात हाल्नेछ। मेरो सम्पूर्ण पवित्र पर्वतमा, यहाँ यरुसलेमको कुरा गरेको, त्यहाँ केन्द्रित भएर सारा संसारमा यस्तो अवस्था हुनेछ। तिनीहरूले न हानि गर्नेछन् न नाश गर्नेछन्, किनकि जसरी पानीले समुद्रलाई ढाकेको हुन्छ त्यसरी नै पृथ्वी परमप्रभुको ज्ञानले
भरपूर हुनेछ। सबैले प्रभुलाई चिन्नेछ त्यतिखेर है। प्रभुलाई नचिन्ने कोही हुने छैन है। अनि मुक्ति पाएकाहरू त्यहाँ पापको क्षमा पाएकाहरू ख्रीष्टलाई चिनेकाहरू चाहिँ त्यहाँ पस्नेछन्। अनि त्यसैले यी कुराहरू हामी देख्छौँ। यहाँ दोस्रो पत्रुस पनि एकछिन जाउँ। दोस्रो पत्रुसमा पनि अध्याय दोस्रो पत्रुस 3:10-13 यहाँ भनेको छ, तर प्रभुको दिन चाहिँ राति चोराइ जे आउनेछ, जसमा आकाशहरू ठुलो शब्द गरेर बिति जानेछन्। अनि यहाँ प्रभुको दिन चाहिँ यहाँ फराकिलो समयको अवधिलाई एउटै प्रभुको दिनको रूपमा यहाँ जनाएको भनेर हामी बुझ्न सक्छौँ। तत्त्वहरू प्रचण्ड तापले गर्दा पग्लने छन् र पृथ्वी र त्यसमा भएका कामहरू जलेर शेष हुनेछन्। जब यी सबै कुराहरू पग्लने छन्, तब परमेश्वरको दिनको आगमनको बाटो हेर्दै र त्यसका निम्ति हतारिँदै सबै पवित्र चालचलन र भक्तिमा तिमीहरू कस्तो किसिमको मानिसहरू हुनुपर्छ त, जुन दिन आकाशहरू आगो लागेर बिलाइने छन् र तत्त्वहरू प्रचण्ड तापले गर्दा पग्लने छन्। तरै पनि हामी उहाँको प्रतिज्ञा अनुसार नयाँ आकाशहरू र नयाँ पृथ्वीको बाटो हेर्दछौँ, जहाँ धार्मिकताले बास गर्छ। अनि त्यसैले यो बुझ्नुहोस्, यो परमेश्वरको दिन अथवा प्रभुको दिन भनेर भनेको छ नि, राति चोराए चाहिँ आउँछ भन्नाले चाहिँ एक्कासी आउँछ भनेको हो। यो चाहिँ कुन समयलाई जनाएको भने यसरी बुझ्नुपर्छ। यहाँ ध्यान दिएर सुन्नु होला। 1000 वर्षको राज्य छ नि, अनि 7 वर्ष सङ्कष्टकाल पनि यहाँ समावेश गरेर चाहिँ परम प्रभुको दिन भनेर यहाँ चाहिँ फराकिलो अर्थमा चाहिँ प्रभुको दिन भनेको। अनि यो समयको अवधि चाहिँ राति चोराए चाहिँ आइपर्छ। त्यसैले यो संक्षिप्त तरिकाले यसरी प्रभुको दिन भनेर जनाएको हो। किनकि के चाहिँ राति चोराए चाहिँ आइपर्छ, र्याप्चर होइन, अथवा सङ्कष्टकालको सुरुवात। त्यसैले त्यो लिएर यो अन्त्यमा चाहिँ प्रभुको दिन अन्त्य चाहिँ सङ्कष्टकाल कटेर 1000 वर्ष कटेर अब त्यो हुने कुरा पनि यहाँ एकैचोटि बताइदिएको। बुझ्नुभयो? यो प्रभुको दिन 1000 वर्ष 7 वर्ष 1007 वर्षको कुरा भनौँ। प्रभुको दिन राति चोराए चाहिँ आइपर्ने छ। अनि आखिर चाहिँ सब पगली शेषमा भएर त्यो आगो लागेर चाहिँ बिति जानेछ। किनकि 1000 वर्षको अन्त्यमा चाहिँ यो बितेर जाने कुरा छ नि, नयाँ आकाश नयाँ पृथ्वी आउने कुरा। त्यसैले यो लामो समयको अवधिलाई चाहिँ एकमुष्ट भनेर यसरी हामीलाई बताएको है, प्रभुको दिन भनेर है। अनि त्यो हामीले यहाँ बुझ्न सक्छौँ। अनि त्यसैले हामी अब अर्को कुरामा अघि बढौँ शिक्षामा। अनि यहाँ हाम्रो यहाँ 10औं भयो। अनि 11औं सङ्गीतको विषयमा हामी विश्वास गर्छौँ परमेश्वर सङ्गीतको कर्ता हुनुहुन्छ र परमेश्वरको पवित्र चरित्र र वचनसित सुहाउने ईश्वरीय सङ्गीत छ है। अनि जुन चाहिँ आजको क्लासिकल म्युजिक यो 16औं शताब्दी भनौँ होइन, त्यो 16औं 17औं शताब्दी पहिला यो क्लासिकल म्युजिक छ नि, अनि त्यो शैली चाहिँ हामी यो ईश्वरीय सङ्गीतको चरित्र को भनेर हामी बुझ्छौँ। र यस किसिमका सङ्गीतहरूमा सर्वोत्तम तरिकाले व्यक्त भएको हुन्छ क्लासिकल शैली अथवा त्यही प्रकारको है। किनकि त्यो असल सङ्गीत छ, टुङ्गो हुने खालको छ, अनि परमेश्वरको चरित्रसित मिल्ने त्यस्तो बनावटको सङ्गीत हो भनौँ होइन, तरिकाको। अनि यसैले हाम्रा पवित्र परमेश्वरको आराधना र सेवामा यही प्रकारका भजनहरू, स्तुति गानहरू र आत्मिक गीतहरू मात्रै प्रयोग गरिनुपर्छ। अनि एफएसी 5:19 मा हामी जाउँ। एफएसी 5:19 अनि साँच्चीकै यो मण्डली बाचाको कुरा जब अर्को हप्ता यो सब सकिन्छ, त्यसपछिको हप्ता हामी प्राय यहाँ 2 महिनामा हुने विषय सभाको त्यहाँ चार्ज हामी दिन्थ्यौँ। अनि त्यसैले चार्ज पनि हामी दिन सक्छौँ। यो आउने शनिबार नभएर अर्को शनिबार। 5:19 मा यसरी भनेको छ नि, यहाँ सन्दर्भ हेऱ्यौँ भने नि 5 अध्याय हामीले अस्ति हेरेका थियौँ नि,
यहाँ व्यभिचारपूर्ण कुरा, अशुद्धता हामीले हटाउनु पर्छ, होशियारी हुनुपर्छ, सचेत हुनुपर्छ, त्यस्तो सन्दर्भ छ। अनि संगीतमा पनि अभिलाषापूर्ण त्यस्तो संगीतहरू हुन्छन्, त्यो हामीले प्रयोग गर्नु हुँदैन। अनि यहाँ 5:19 चाहिँ भनेको छ, आपसमा भजन, स्तुतिगान र आत्मिक गीतहरूद्वारा बात गर, प्रभुका निम्ति आफ्नो हृदयमा गाओ र भजन गर। आत्मिक गीत होइन, भजन, स्तुतिगान, यी भजनहरू चाहिँ हामीले प्रयोग गर्नुपर्छ, शारीरिक गीतहरू होइन। अनि कलसीमा पनि उस्तै कुरा देख्छौँ, 3:1-17 अनि 16 पदमा चाहिँ यसरी भनेको छ, ख्रीष्टको वचनले तिमीहरूभित्र प्रशस्त गरी बास गरोस्, भजन, स्तुतिगान र आत्मिक गीतद्वारा सारा बुद्धिसित एक अर्कालाई सिकाओ र सम्झाओ, अनुग्रह साथ आफ्ना हृदयमा प्रभुको निम्ति गाओ। है, त्यसैले आत्मिक गीत, स्तुतिगान, भजन, संसारको नाचगान गर्ने खालको संगीत हामीले प्रयोग गर्नु हुँदैन। अनि अर्को यहाँ हेरौँ, हामी विश्वास गर्छौँ परमेश्वरको भयमा पवित्रता खोज्ने परमेश्वरका जनहरू आजका पप, यो लोकप्रिय संगीतहरू र रक एन्ड रोल संगीत र त्यसको संस्कृतिको हरेक आत्मा र शैलीबाट पूर्ण रूपले अलग रहनुपर्छ। साथसाथै अनि त्यसैले यो आजको यो लोकप्रिय संगीतहरू होइन, यहाँ नेपालमा त हिन्दी त्यस्तो गीतहरू हुन्छन् होइन, रक एन्ड रोल थाहा छ नि, ड्रमहरू बजाउने अनि ढेङढेङ गर्ने, अनि त्यस्तो आत्मा र शैलीबाट अनि यसको संस्कृति पनि छ, अनि त्यसबाट हामी अलग रहनुपर्छ। साथसाथै आजको आधुनिक क्रिस्चियन संगीत, अङ्ग्रेजमा चाहिँ कन्टेम्पोरेरी क्रिस्चियन म्युजिक भन्छ अथवा CCM, कन्टेम्पोरेरी क्रिस्चियन म्युजिक, र यसले प्रयोग गर्ने नरम र कडा रक एन्ड रोल र नटुङ्गिने कोडहरूबाट पनि अलग रहनुपर्छ, किनकि यिनीहरू अभिलाषापूर्ण छन् र संसार, शरीर र दियाबोलसबाटका हुन्। पहिलो युहन्ना 2:15-17। त्यसैले यो संगीतको सवालमा पहिला जवानहरूको कार्यक्रममा पनि सिक्नु भएको छ, तर हामी अझ सिक्न सक्छौँ। कति चाहिँ सुन्दर सुनिन सक्छ एक प्रकारले, तर थाहा गर्न धेरै गाह्रो त छैन। भन्नाले त्यो शैली नै अर्कै छ, अलि नटुङ्गिने खालको। अनि गोर्खा डिपार्टमेन्टमा पनि त्यो लिफ्टमा चढ्यो भने त्यस्तो न्यू एज नटुङ्गिने खालको छ होइन, रक एन्ड रोल भइरहेको छैन, पियानो मात्रै बजाए पनि अर्कै खालको यो सङ्गीत त नटुङ्गिने खालको। अनि त्यस्तो हामीले चर्चमा प्रयोग गर्नु हुँदैन। हाम्रो जस्तो शिक्षा भएका मण्डलीहरू पनि कतिपय यो आधुनिक क्रिस्चियन सङ्गीतका कुराहरू चाहिँ ल्याएर ड्रम चाहिँ हटाउँछ होइन, अनि पियानो मात्रै गरेर चाहिँ विशेष भजनको रूपमा प्रस्तुत गर्छन्। तर खास त्यो पियानो, त्यो यो म्युजिकको बनावट नै त्यस्तै खालको हुन्छ, है, ड्रम हटाए पनि अर्कै खालको म्युजिक हो। अनि त्यस्तो कुरामा हामीले होसियार हुनुपर्छ, अनि अझ हामी बुझ्दै खुट्याउन सक्छौँ। है, रोमी 12:1-2 यसरी भनेको छ, यसकारण भाइहरू हो, परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरहरू पवित्र, परमेश्वरलाई मन पर्ने जिउँदो बलिदानको रूपमा चढाइदेऊ, यही तिमीहरूको समुचित अथवा उचित सेवा हो। अनि यस संसारसित एकनाशे नहो, तर परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ सो जाँचेर थाहा पाउनलाई आफ्नो मनको नयाँ हुवाईद्वारा तिमीहरू बदली हुँदै जाऊ। है, त्यसैले संसारसँग एकनाशे नहुने सङ्गीतको क्षेत्रमा पनि, तर समर्पित भएको अनि प्रभुमा यो प्रभुका निश्चित कुराहरूसँग मिल्ने त्यस्तो सङ्गीत हुनुपर्छ। अनि हामी 12औं हेरौँ शिक्षाको सवालमा, यो शिक्षामा चाहिँ अन्तिममा हो। त्यसपछि अभ्यासमा चाहिँ अझ यहाँ हामी पथहरू हेर्नुभन्दा विशेष चाहिँ यो अभ्यासका कुराहरू हामी यहाँ भन्दै जानेछौँ, बयान गर्दै। 12औं चाहिँ भद्रताको विषयमा हामीले यहाँ राखेका छौँ। भद्रता, हामी विश्वास गर्छौँ पवित्र जनहरू पहिला आफ्ना हृदयहरूमा ठिक तरिकाले सिँगारिएर पवित्रताको सुन्दरतालाई देखाउन भद्र पहिरन लगाउनु पर्छ। हृदयमा चाहिँ पहिला ठिक हुने होइन। यहाँ भजन सङ्ग्रह 96मा जाउँ। भजन सङ्ग्रह 96, भजन सङ्ग्रह 96को 8 र 9।
यो ठाउँ ठाउँमा यसरी शब्द आउँछ अनि राम्रो शब्द हो पवित्रताको सुन्दरता भन्ने कुरा। पवित्रताको सुन्दरता। या 8 र 9 हेरौँ। परमप्रभुलाई उहाँको नामलाई सुहाउँदो महिमा देऊ, भेटी लिएर उहाँका चोखहरूमा आऊ। पवित्रताको सुन्दरतामा परमप्रभुलाई दण्डवत गर। हे सारा पृथ्वी उहाँको सामु थरथर काम। हैन, पवित्रता सुन्दर छ खास, होइन? संसारको स्वाद पाएकाहरूले चाहिँ यो कस्तो कस्तो लिन सक्छ, तर खास पवित्रतामा चाहिँ सुन्दरता छ। अनि भित्री रूपमा बाहिरी रूपमा हामीले चाहिँ पवित्रताको सुन्दरता देखाउनु पर्छ। पहिलो तिमोथी 2 मा पनि जाउँ भद्र पहिरनको बारेमा। पहिलो तिमोथी 2 को 9 र 10। पहिलो तिमोथी 2 को 9 र 10। पहिलो तिमोथी 2 को 9 र 10 मा यसरी भनेको छ, यही प्रकारले स्त्रीहरूले लजालु स्वभाव र आत्मा संयमसित, पहिला यो भित्री कुरा यहाँ हामी देख्छौं, सुहाउने वस्त्रले अथवा भद्र वस्त्रले आफूलाई सिंगारुन्। अब अनौठो तरिकाले लाउनु भन्ने कुरा होइन। अब हामीले ड्रेस दिदीबहिनीहरूले राम्रोसँग लगाए पनि कतिले त अनौठो मान्न सक्छ, होइन? अनि तर असल तरिकाले भद्र भए पनि अब पहिरन सकिन्छ, होइन? अनि यहाँ भनेको छ त्यसपछि पाटिएको केश वा सुन वा मोतियाहरू वा दामी दामी वस्त्रले होइन, तर असल असल कामहरूले परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई यसले सुहाउँछ। त्यसैले बाहिरी रूपमा धेरै महँगो महँगो त्यस्तो कुरा भन्दा अब यहाँ गहनाहरू लगाइन्छन्, तर पर्दा नभएर अनि महँगो महँगो त्यसरी देखावटी कुरा नभएर चाहिँ यहाँ भद्र तरिकाले अनि भित्री रूपमा पनि यहाँ पवित्रतामा हुनुपर्छ भन्ने कुरा हामी देख्छौँ। यहाँ चाहिँ पल्टाउने छैन। पहिलो पत्रुस 3 को 1 देखि 6 मा पनि हामी त्यो देख्छौँ। असल चालचलनको कुरा अनि भित्री लुकिएको मानिसमा चाहिँ नम्र र शान्त आत्मा हुनुपर्ने कुरा है दिदीबहिनीहरूमा। अनि त्यसैले यहाँ भद्रतामा अर्को चाहिँ यही रहेको छ, हामी विश्वास गर्छौं भद्र पहिरनले विशेष गरी दिदीबहिनीहरूको सवालमा अनावश्यक आफ्नो रूप अथवा छाला प्रकट गर्दैन र त्यसमा चाहिँ पहिरनमा कुनै शारीरिक चित्र या सन्देश रहेको हुँदैन। अनि त्यसैले के टाइट हुने त्यस्तो लुगा चाहिँ भद्र भन्न कहाँ सक्छ र? अथवा छाला चाहिँ धेरै देखाउने त्यस्तो चाहिँ भद्र भएन। त्यसैले दिदीबहिनीहरूले अनि अलि उमेर भएका अन्टीहरूले पनि ख्याल गर्नुपर्छ। अनि कतिपय चाहिँ यहाँ पछाडि अब अन्टीहरू भएमा यहाँ अलि छालाहरू बढी देखाउने त्यस्तो चाहिँ खास नमुना भएन। अनि त्यसैले भद्र तरिकाले टाइट नहुने अनि छाला अनावश्यक त्यसरी प्रकट नगर्ने किसिमको चाहिँ भद्र हामी सजिलो भन्न सक्छौं। वेश्याको वस्त्र पनि छ भनेर हितोपदेश 7 को 10 ले भनेको छ। वेश्या चाहिँ अर्कै खालको तरिकाले लाउँछ। त्यसैले बाइबलले अवश्य अब सामान्य खास हामी बुझिहाल्छौं त्यो पहिरनमा त्यस्तो कुरा हुन्छ है। अनि एफएसी 5 को 3 र 4 मा यो व्यभिचार त्यस्तो पापहरू चाहिँ एकचोटि पनि नाम नलियोस् भनेर भनेको छ। त्यस्तो संकेत पनि अनि त्यस्तो कुरै नभएको होस् अनि संकेत पनि नभएको होस्। पहिलो तेसलोनिकीमा चाहिँ हामी जाउँ 5 अध्याय। पहिलो तेसलोनिकी 5 को 22 र 23। 5 को 22 र 23। यहाँ भनेको छ दुष्टताको हरेक केबाट अलग बसरे रूपबाट। यहाँ चाहिँ के बुझ्छौं भने नि वास्तवमा दुष्ट कुरा नभए पनि त्यस्तो सन्देश दिन्छ भने त्यसबाट पनि अलग बस भनेर भनेको। अलि प्रश्न उठ्ने, शंकापूर्ण हुने अथवा त्यस्तो देखा पर्न सक्छ भने पनि त्यहाँबाट चाहिँ अलग हुनु। त्यसैले झन् दुष्टताबाट चाहिँ कति झन् अलग हुनुपर्ने हो, होइन? अनि पहिरनमा पनि हामी त्यसरी प्रष्ट अरान लिन सक्छौं। अनि 23 मा हेर्नुस् त, अब शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूरा रीतिले पवित्र पारेका हुन् अनि तिमीहरूका सम्पूर्ण आत्मा, भित्री भाग, प्राण र शरीर बाहिरी रूपले पनि हाम्रा प्रभु येशू ख्रीष्टको आगमनसम्म दोषरहित अवस्थामा सुरक्षित राखिएका हुन्।
त्यसैले प्रभुले पूर्ण रूपले हामी उहाँको कहाँ चाहिँ अल्ल पारिएको तयार पारिएको चाहनुहुन्छ भित्री र बाहिरी रूपमा है। अनि त्यसैले म यो शिक्षाहरूको सवालमा चाहिँ यसरी निष्कर्ष म दिन चाहन्छु। त्यसपछि अभ्यासहरूमा हामी अघि बढौँ। अनि खाँटी सत्यता खाँटी तरिकाले साँचो रूपले जान्नु चाहिँ त्यो धेरै ठुलो आशिष हो, प्रभुलाई चिन्नु। अनि तपाईँहरू कतिजना पनि अर्कै मण्डलीको पृष्ठभूमिबाट आउनुभयो होइन। अनि जब हामीले बाइबलको शिक्षा चाहिँ वास्तवमा यस्तो रहेछ भनेर थाहा पाउँदा त्यो हामीलाई बहुमूल्य थियो होइन। अनि साँचो गरी यो खाँटी शिक्षालाई पाउनु अनि प्रभुलाई चिन्नु। अनि लुका 11 को भवनमा नि यहाँ प्रभुले यो धार्मिक यहुदीहरू जो कपटीहरू थिए उनीहरूलाई भन्नुभयो, हे व्यवस्थाका गुरुहरू हो, तिमीहरूलाई धिक्कार, किनभने तिमीहरूले ज्ञानको चाबी लगेका छौ, तिमीहरू आफै पनि भित्र पसेनौ र पस्नेहरू पनि रोक्यो। ज्ञानको चाबी के कुरा भन्नुभएको होला प्रभुले? ज्ञानको चाबी हजुर पवित्र शास्त्र हुन त थियो पनि, अनि व्याख्या हो होइन। पवित्र शास्त्र पनि भइहाल्यो, तर त्यो पवित्र शास्त्रको व्याख्या चाहिँ उनीहरूले उल्टो अनि आफ्नै तरिकाले गरेको थियो। त्यसैले त्यो ठिक अर्थ थाहा पाउनु उनीहरूले त्यो ठिक व्याख्या दिएन अनि पस्न दिएन। केमा? परमेश्वरको राज्य र जीवनमा पस्न दिएन होइन। आफै पनि पसेन, अरूलाई पनि रोक्यो। अनि त्यसैले ठिक व्याख्या यो बुझाइ अनि कति आशिषपूर्ण छ। परमेश्वरको वचन ठिक तरिकाले खाँटी तरिकाले बुझियो भने नि यो चाहिँ एउटा ज्ञान र ज्योति र जीवनको चाबी तपाईको हृदय र जीवनको लागि हुनेछ। त्यसैले यी कुराहरू हामी देख्छौँ।